लेख्नुहोस् है त्यो निमन्त्रणा कार्डमा। गयो गयो ल। नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा सञ्चालित र अभिवादन गर्दै कार्यक्रम अगाडि बढाउन गइरहेका छौं। भइसकेको छ। अब प्रशिक्षार्थीहरूबाट प्रमुख अतिथिज्यूको सम्मानार्थ प्रहरी महानिरीक्षक सलामी अर्पण हुन गइरहेको बेहोरा निवेदन गर्दछौं। दीक्षान्त कवच प्रहरी महानिरीक्षक सलामी अर्पण गर्ला। अर्पण सस। अहिले प्रमुख अतिथिज्यू समक्ष दीक्षान्त कवाज निरीक्षणको लागि प्रतिवेदन गर्न परेड कमान्डर प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक मनिष गा मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान दीक्षान्त कवच निरीक्षणको लागि तयारी छ। अब भने प्रमुख अतिथिज्यूबाट दीक्षान्त कवाजको निरीक्षण हुन गइरहेको छ। साथमा हुनुहुन्छ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीज्यू र यस शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक श्री दुर्गा सिंहज्यू। त्यसै गरी स्कटिङ गरिरहेका छन् प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक दुई गंगा कुमारी राकसकोटी र दीक्षा आले।
पुग्नु कमान्डर पुग्नु Dichanta Kawas! Bhakti Karla! Bhakti! Dichanta Kawas! Am Sastra Karla! केही क्षणमै आजदेखि जान लागेका प्रशिक्षार्थीहरूबाट दिक्षान्त कवाज प्रदर्शन हुन गइरहेको छ। दिक्षान्त कवाजमा आत्मज्ञानमा सुसज्जित प्रशिक्षार्थीहरूको 5 वटा टोली रहेका छन्। Dichanta Kawas! प्रदर्शनको लागि आदिमा धाइने मोडा गर्दा आइले फट तालिममा जसले पसिना बगाउँछ त्यसले कार्यक्षेत्रमा रगत पुऱ्याउँछ। कवाज गर्ने जीवन भलितम्ब हो, यसको सशक्त माध्यम हो जसले सम्पूर्ण मानिसहरूले आपसी समन्वय, आत्मीयता र सामूहिक भावनाको प्रदर्शन गर्नका साथै प्रशिक्षार्थीहरूले कामको स्तरमा प्रतिनिधित्व नगरी धार्मिक एकता, अनुशासन, सहनशीलता र दीक्षित भइजाने प्रशिक्षार्थीहरूले दीक्षान्त कवाज प्रदर्शन गर्दै प्रमुख अतिथिज्यूमा अभिवादन गर्ने क्रममा सबैभन्दा अगाडि हुनुहुन्छ परेड कमान्डर, प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक मनिष काँडा र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकद्वय चित्र सिंह बुढा मगर र भूपेन्द्र तामाङ। परेड कमान्डर पछाडि 1 नम्बर टोली रहेको छ, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक करण कुमार मण्डल र सहायक कमान्डरको रूपमा हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक माधव श्रेष्ठ र राजकुमार चौधरी।
त्यसै गरी 2 नम्बर टोलीको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षक प्रेम प्रकाश खौजा र सहायक कमान्डर ग्रुपमा हुनुहुन्छ दीक्षान्त कवच साथ शस्त्र गर्ला साथ कार्यक्रम अनुसार यसपछि प्रशिक्षार्थीहरूबाट पुनः प्रदर्शन हुन गइरहेको धर्मक्रममा स्पर्श गरी देश र जनताको नाममा शपथ लिनुपर्ने हाम्रो गौरवमय परम्परा रहिआएको हुँदा शपथ ग्रहण गराउने कार्यक्रम अन्तर्गत वीरताको प्रतीक खुकुरी, राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा, नेपाल प्रहरी सङ्गठनको प्रतीक प्रहरी झण्डा साथै विभिन्न धार्मिक आस्थानहरूको धर्मकर्ताहरू सहितको प्रशिक्षक टोली प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनका लागि कवच मैदानतर्फ अगाडि बढिरहेका छन्। अब प्रशिक्षार्थीहरूबाट राष्ट्रिय सलामीको कार्यक्रम हुन गइरहेको हुँदा उपस्थित सम्पूर्ण महानुभावहरूमा आफ्नो स्थानबाट उठिदिन हुन सादर अनुरोध गर्दछौँ। फुलका हामी एउटै माला नेपाली सर्वभौम भई फैलिएका मेची महाकाली सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाडी हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। सम्पूर्ण महानुभावहरूमा यथास्थानमा स्थानमा आसन ग्रहण गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्दछौ।
प्रस्याधिहरूले आफ्नो धार्मिक आस्था अनुरूपको धर्म ग्रन्थ छोई शपथ ग्रहण गरिरहनु भएको छ। आज निश्चित भई जाने प्रशिक्षकहरूद्वारा आफ्नो कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भई मन, वचन र कर्मले राष्ट्र र जनताको सेवामा समर्पित हुनेछु पनि राष्ट्रिय झण्डा, प्रहरी झण्डा र टोपीलाई साथी राखी देश र जनताको नामले प्रतिबद्धता व्यक्त गर्दैछ। शपथ ग्रहण गर्ने क्रममा प्रस्याधिहरूले अगाडि राष्ट्रिय झण्डा राष्ट्रियता र देशभक्तिको प्रतीकको रूपमा रहेको छ। यसैगरी प्रहरी झण्डा सत्य सेवा सुरक्षाको मूल आदर्शमा आबद्ध नेपाल प्रहरी संगठनलाई चिनाउने काम कर्तव्य र उद्देश्यलाई हित गर्ने प्रतीक चिन्हको रूपमा रहेको छ। पूर्व प्रहरी परिचय श्री हर्षध्वज राईज्यूले डिजाइन गर्नुभएको यो प्रहरी झण्डा विक्रम सम्वत 2011 सालदेखि प्रयोगमा रहेको इतिहासमा छ। समग्रको साक्षीको रूपमा रहेको खुकुरी विश्वमा नेपालीलाई चिनाउने मर्यादा र नेपाली वीरताको प्रतीकको रूपमा रहेको छ। यो शपथ हो राष्ट्रपतिको, संविधान प्रतिको र नागरिक प्रतिको, अनि यो शपथ हो स्वाभिमानको, निष्ठाको, मानवताको, न्यायको पक्षमा लागिरहने प्रतिबद्ध राष्ट्र सेवकको। हामी विश्वास छौँ कि आमा र राष्ट्रपति जसले आफ्ना सन्ततिलाई सबै सेवामा समाहित हुन सदैव उत्प्रेरित गर्नुभयो। यस पश्चात दीक्षित भइजाने प्रस्याधिहरूलाई शब्द उच्चारणद्वारा शपथ ग्रहण गराइदिनु हुन यस शिक्षालयका निर्देशक प्रहरी नायब निरीक्षक महानिरीक्षक श्री दुर्गा सिंहज्यूमा सादर अनुरोध गर्दछौँ। नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीवधन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय पक्षपात लोभ माया वा द्वेष भाव नराखी पालन गर्नेछु भने म सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु र देश र जनताको नाममा शपथ लिन्छु। प्रशिक्षणार्थीहरूलाई शब्द उच्चारणबाट शपथ ग्रहण गराइदिनु भएकोमा निर्देशकज्यूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अवरोध क्रममा प्रशिक्षकहरूबाट पूर्ण राष्ट्रिय सलामीको कार्यक्रम रहेको हुँदा उपस्थित सम्पूर्ण मानवहरूमा यथास्थानबाट उठिदिन हुन अनुरोध गर्दछौँ।
सार्वभौम भई फैलिएका मेची महाकाली सयो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। सम्पूर्ण महानुभावहरूलाई यथाई स्थानमा आसन ग्रहणका लागि विनम्र अनुरोध गर्दछौँ। हार्दिक आभार प्रकट गर्दै मेरा भनाइ आफ्नो अमूल्य निर्देशन सम्बोधन श्रीमान प्रहरी नायब महानिरीक्षक वसन्त बहादुर कुँवरज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षक सन्दीप भण्डारीज्यू, चितवन जिल्ला अदालतका माननीय जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकृत नरेन्द्र कुमार राणाज्यू, बागमती चितवन उद्योग वाणिज्य सङ्घ तथा उद्योग सङ्घका अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका समाजसेवी एवं प्रेरणा जवानहरू, अभिभावकज्यूहरू र प्रशिक्षार्थी प्रहरी प्रथम प्रहरी सहायक निरीक्षक आधारभूत तालिम प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय परिवार अत्यन्तै गौरवान्वित भएको विवरण स्वीकार गरी यस समारोहमा गरिमामय उपस्थित जनाएका साथै सबै साथी श्रीमान प्रमुख अतिथिज्यूको लागि विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्ण अतिथि प्रशिक्षार्थीहरूबाट प्रमुख अतिथिज्यूमा पुनः प्रहरी महानिरीक्षक सलामी अर्पण हुन गइरहेको बेहोरा अवगत गराउन चाहन्छौँ। दीक्षान्त कवाज प्रहरी महानिरीक्षक सलामी अर्पण गर्न अर्पण कार्यक्षेत्र प्रवेशको लागि प्रमुख अतिथिज्यू समक्ष अनुमति लिन परेड कमान्डर मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान दीक्षान्त कवाज कार्यक्षेत्र प्रवेशको लागि अनुमति चाहन्छ। दीक्षान्त कवाज आङ शस्त्र गर्ला आङ शस्त्र
भित्र सर पहिले सर ठुलो छ नि म यताबाट कार्य क्षेत्र प्रवेशको जोन त लागि बेटिसक्यो क्या दाहिने बायाँ मुडा गर्ला दाहिने बायाँ फट Vicente Comas! Busca Titiuma! Obimato Titai! Hina! Hit! प्रशिक्षणार्थीहरू सामूहिक दिक्षान्त आवाजको प्रदर्शन समाप्त गरी कार्यक्षेत्र प्रवेशका निम्ति प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा छ। यो छ आधारभूत प्रशिक्षणको दौरानमा सबैभन्दा धेरै प्रतीक्षा गरिने क्षण हो। यसै क्षणका निमित्त 168औं समारोहमा प्रशिक्षणार्थीहरूले 265 तारिखको निरन्तरको अधिवेशनमा पूर्व त्यहाँ नछिर्दिनु एकछिन हेलो त्यो त आउनु एकछिन